ल साथीहरु है यति बेला म चाहिँ यो पोखरामा रहेको पावर हाउसको माथि टपमा छु। हेलो साथीहरु, दर्शक नमस्ते, वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियो। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सबैजनालाई धेरै धेरै माया अनि मिठो सम्झना। म पनि एकदमै सन्चै र आरामै छु है। आज म चाहिँ पोखरामा बस्दै गर्दा हजुरहरूलाई पोखराको यस्तो राम्रो ठाउँमा लिएर जाँदैछु है। भिडियो हेर्दै गर्नु होला है, थम्बनेल हेरेर पनि थाहा पाइसक्नुभयो होला हजुरहरूले। आज स्याटरडे, आकाश चाहिँ खुल्ला छ तर पानी पर्ला पर्ला जस्तो पनि गरिराखेको छ। त्यही भएर पनि म छिटो जाँदैछु। वर्षायाममा चाहिँ अलिक भ्लग बनाउन गाह्रो हुँदो रहेछ है, पानी पर्न लागेको छ। अनि मेरो एउटा साथीसँगै म पनि जाँदैछु त्यो ठाउँमा है। बाइकहरू कुदिरहेछन् सडकमा, हेर्दै गर्नु होला साथीहरू है त। यो बाटो चाहिँ अरू बेला साह्रै बिजी हुन्छ है। मेरो अफिस जाने बाटो यही हो होइन। एकदम राम्रो छ बाटोहरू चाहिँ, मर्निङ वाकमा लिएर जान, मर्निङ वाक जान एकदम सजिलो के, कति सुन्दर सफा है। ल है, हामी दुईजना साथी चाहिँ आज पावर हाउस जाँदैछौँ है। एकदम पावर हाउस चाहिँ एकदम दामी रहेछ वाटरफल है। अनि स्विमिङको लागि चाहिँ एकदम सुइटेबल ठाउँ भएको कारणले हामी त्यहाँ जाँदैछौँ। भिडियोमा चाहिँ मैले राम्रो देखेको थिएँ है। अब त्यहाँको अहिलेको कस्तो छ माहौल, वर्षा लागेपछि हुने हो कि अहिले नै भइहालेको छ, पानी कस्तो छ हेरौँ है। भिडियो हेर्दै गर्नु होला है त साथीहरू। ल फाइनल्ली हामी चाहिँ पावर हाउसको टपमा आइपुगेका छौँ है। ठ्याक्कै हिँड्दै हिँड्दै अलि टाइम लाग्ने रहेछ। ठ्याक्कै आकाश पनि खुल्ला भएको छ। यो पावर हाउसको एरिया हो है। यहाँनिर चाहिँ पावर हाउस रिसोर्ट रहेछ। यहाँ पार्किङ क्षेत्र यहाँ छ। अनि हामी यहाँबाट प्रवेश गर्छौँ। ल जाऊँ सर। ड्याम रहेछ सर यो है। दामी देखियो पारीको भ्यू त यार। ल यहाँबाट जाने रहेछ है। ल तर एकान्तै छ जस्तो लाग्यो सर मलाई यार, एकान्तै। वाह ल ल पावर हाउस आइपुग्यो हामी। सेती होइन यो? हो सेती नै होला नि यो, फेवालेकबाट आएको होइन। ल हामी पावर हाउसतिर जान्छौँ तलतिर है। हेर्दै गर्नु साथीहरू भिडियो। पारीको बस्ती चाहिँ एकदम राम्रो छ, हावापानी स्वच्छ होला त्यतातिर है। माथि लेकहरू कालो कालो भइरहेछ, पानी पर्ला पर्ला जस्तो भइरहेछ। ल एकदम ठाडो छ है, तल्लै जानुपर्छ है। ल हामी यताको ठाउँ हेर्न जाँदैछौँ। यता पर स्विमिङ गरेर आएछन् बाबुहरूले है। बाबु हुन् कि ठुलै मान्छे हुन् के हुन्? यहाँ त यो खोल्या रहेछ त सर। ल है पोखरा फेवा पावर हाउस यहाँ तल छ है। अनि यतातिर ग्राउन्ड रहेछ। यो के को लागि हो? बाइक सिक्नको लागि होला, फुटबलको लागि पनि रहेछ। ल यहाँ कस्तो छ यहाँ हेरौँ है त साथीहरू। ठुलो पानी छ त बड्ने यहाँ त यार। कहाँबाट आएको त नालीबाट? पानी कहाँबाट आएको खासमा? माथि नै तलै हुँदै यहाँ मुनि। यस्तो अमेजिङ छ यार, भित्र जाऊँ न त है। पानी परिरहेको छ, माथिबाट खस्छ क्या हो? हेर्नु त पानी यस्तरी आइरहेको छ है। भित्र जाऊँ न त कस्तो छ। यहाँ त भित्रबाट छ त बड्डा, यो पानी बनाएको हो। सिमेन्ट हाले फेरि है। भित्रबाट पानी आइरहेको छ साथीहरू, हेर्नु त यहाँ
वाउ दामी रहेछ त सर यार देखिन्छ यो पानी यस्तै प्रकृतिबाट आएको बड्डा राम्रो हो पानी है स्वच्छ पानी है छानिएर आएको के माथिको आए पनि ल एकदम यहाँ चाहिँ यस्तो बनाएर चाहिँ भित्र सुरुङ रहेछ यार भित्र पानी चुहिराखेको छ ल यस्तो ठाउँमा पनि फोहोर गर्ने मान्छेहरू आउँदो रहेछ नि यतातिर फोहोर फ्याँकेर है ल यही पानीमा हामी यतातिर चिसो बाहिर कति गर्मी छ है भित्र आउँदा चाहिँ एकदम आनन्द पानी तप्तप चुहिरहेको छ माथिबाट होइन यो पानी भित्रको पानी चाहिँ मन पर्यो मलाई एकदम है ल दामी लाग्यो यहाँ चाहिँ मलाई पानीबाट माथिबाट चुहिरहेर ल हाम्रो सरले फोटो खिच्दै हुनुहुन्छ उता है एकदम राम्रो रहेछ यहाँ चाहिँ हावापानी हावा एकदम शीतल चिसो छ यहाँनिर है पानी पनि टक्क लाएर जमिन मुनिबाट आएको पानी होइन यत्रो ठुलो भुवाङको ओडार छ कि ओडार यति ठुलो छ माथिबाट है नाली बनाएर यहाँबाट पानी तलतिर लगाएर रहेछ है चर्को घाम छ तर यहाँ भित्र चाहिँ यहाँ चाहिँ एकदम शीतल छ है लड्किन्छ नानी जान्थ्यो केटो यार ल त्यहाँ नजाऊ है बाबुहरू त्यहाँ चाहिँ लडिन्छ है ऊ तल त्यो छ त्यसमा युट्युबमा आउँछ भिडियो यता हेर तिम्रो ल यहाँ चाहिँ एकदम चिसो पानी छ है नानी बाबुहरू एकदम रमाइलो गर्ने ठाउँ र ठुलो मान्छेहरू पनि नुहाउन मिल्ने ठाउँ रहेछ यहाँ बाबुहरू यताबाट हामफाल्दो रहेछ अनि झन्डै तल गिरेको है जसो तसो मैले तानेँ एकदम बाबुलाई अनि एकदम चिसो पानी छ यहाँ चाहिँ है नुहाउनलाई एकदम बेस्ट गर्मीमा माथि भित्रबाट आएको पानी चाहिँ यहाँ आउँदो रहेछ अनि टक्क नुहाउनेको भिडभाड ल बाबु नानीहरू बाबुहरू एकदम नुहाइरहेछन् पौडिरहेछन् यतातिर ल सानो बाबु ल ल लु ओ माई गॉड त्यहाँ ठोकिन्छ है यिनी बाबुहरू यार त्यहाँ ठोकेर मर्छन् यार ल तल चाहिँ फेवा पावर हाउस त्यहाँनिर छ यो सिडी चाहिँ एकदम लास्ट ठाडो रहेछ है हामी यहाँबाट ओह्रालो झर्छौँ अनि तलको भ्यूहरू हेर्छौँ हामी है एकदम ठाडो रहेछ क्या यहाँ चाहिँ ल साथी म तल ओह्रालो झर्दैछौँ है उकालो चढ्दा गाह्रो हुने उकालो चढ्दा चाहिँ एकदम गाह्रो हुने है यस्तो गर्मी चाहिँ कति ठाडो हो हुन त अब यो पानीको स्पिडको लागि यति हुने पऱ्यो होइन आज यतातिर सरसफाइ कार्यक्रम चलिरहेको रहेछ फेवा हाउसतिर है ल साथीहरू हामी चाहिँ अहिले यो फेवा पावर हाउसको तल पावर हाउस लिएर आइसकेका छौँ है यदि मुनि चाहिँ एकदम बवाल देखिन्छ यहाँ चाहिँ वाटरफल है त्यहाँनिर वाटरफल बवाल छ यतातिर नुहाइधुवाइ कार्यक्रम गरिराख्नु भएको छ धेरैजनाले है यतातिर वाटरफल भइरहेछ यो बवाल तरिकाले आइरहेछ माथिबाट हेर्नुहोस् त ल एकदम रमाइलो ठाउँ छ साथीहरू यहाँ आउनु होला तपाईँहरू पनि आउनु भएको छैन भने है एकदम बवाल एकदम गर्मी भएको बेला यतातिर नुहाउन है यो चिसो मौसम छ है साथीहरूमा आएको आज शनिबारको दिन पारेर यस्तो वाटरफल अमेजिङ तरिकाले छ है
ल हामी त्यतातिर प्रवेश गर्छौँ है। ल यहाँनिर चाहिँ माथिबाट वाटरफल भइरहेछ। अहिले बर्सातको समय नभएर पनि होला पानी कम आइरहेको छ है, तर एकदम अमेजिङ तरिकाले आइराखेको छ है। अब बर्सातको बेला चाहिँ एकदम बवाल तरिकाले आउँछ होला है। यतातिर एकदम राम्रो राम्रो आइरहेछ पानीहरू, मजाले नुहाउनु चाहिँ एकदम दामी छ क्या यहाँ चाहिँ है। बवाल भ्यू चाहिँ एकदम गर्मी भइरहेछ, हामी पनि अब एकछिनमा नुहाउँछौँ है। ल साथीहरू यसरी वाटरफल भइरहेछ यहाँ चाहिँ है। ल अमेजिङ यार, पछि चाहिँ ठुलो आउँछ होला यो पानी है वर्षामा। अहिले चाहिँ यसरी वाटरफल भइरहेछ। शीतल छ यतातिर है, दामी छ सर यार। ल साथीहरू यहाँको हामीले यो झरना हेरिसकेपछि है, यो वाटरफल हेरिसकेपछि हामी यहाँबाट निस्किँदैछौँ साथीहरू है। वर्षायाममा चाहिँ बवाल हुन्छ होला जस्तो लागेको छ यो पानी यहाँ। अहिले चाहिँ अलिक थोरै थोरै रहेछ है। अब यहाँबाट हामी माथि निस्किन्छौँ है। ल एकदम रमाइलो यो झरना चाहिँ आजभोलि एकदम शीतलकै, गर्मीमा होइन एकदम शीतल बेला चाहिँ यहाँ धेरै मान्छेहरू आउनु भएको छ, आउने जाने पनि गर्नुहुन्छ है। तर आजभोलि चाहिँ अलिकति वर्षायाम सुरु भएको छैन, त्यो भएर पानी चाहिँ कम देखिन्छ र साउन भदौमा चाहिँ एकदम बवाल आउँछ भन्ने कुरा आयो झरना चाहिँ है। अब हामी साउन भदौमा म यहीँ बसेपछि साउन भदौसम्म त्यति बेलाको भिडियो म फेरि लिएर आउनेछु है। प्रतीक्षा गर्नु होला। यहाँबाट यस्तो राम्रो देखिरहेको छ हेर्नु न साइडमा है, बवाल। यस्तो गर्मीको बेला सर्र लाएर पोखराबाट एकछिनमै आउन सकिन्छ यहाँ, पोखराको यता लेक साइडबाट है। बवाल छ नि होइन। ल हामी यो सिडी चढेर अब माथि उकालो चढ्नुपर्छ, धेरै माथिसम्म जानुपर्छ है। सर गइसक्नु भयो हाम्रो साथी। ल यति ठाडो छ है, बवाल छ। तर यहाँ हामी यसरी उकालो चढ्छौँ है। ल यहाँ पावर हाउसको भ्रमण पनि भयो साथीहरू है पोखरा आएपछि। र धेरै साथीहरू पोखरा आएर यहाँ आउनु भएको छैन भने आउनु होला। एकदम हावापानी एकदम राम्रो छ यहाँको। गर्मीको बेला चाहिँ तपाईँको कुरै नगरौँ है, यस्तो मजाले बसेर दिनभरि बसेर साँझ फर्किँदा हुन्छ। यस्तो राम्रो ठाउँ छ, पारितिर पनि अमेजिङ भ्यूहरू छ है। हेर्नुहोस् साथीहरू, जीवन हो है, जीवनलाई एकदम जीवन यात्रा हो, यात्रा गर्नुपर्छ जीवनमा है। ल सबैजनाले भिडियोलाई माया गरिदिनु होला है, लङ टाइम पछिको भिडियो हो है। धेरैजना हुन्छ तलतिर पनि, एकदम आज स्याटरडे भएर पनि होला धेरैजना आउनु भएको छ। तलतिर के भइरहेको थियो, त्यतातिर माछा मार्दैछ टिमले है। अनि पारितिरको भ्यू पनि बवालै छ है। यो चाहिँ हाम्रो फेवा लेकबाट आएको पानी हो, तल खोला है। ल उकालो है, हामी उकालो चढिसक्यौँ, तल समय पनि धेरै बितायौँ, पुग्न लागिसक्यो हामी अब। हाई गर्मी अझै तलबाट आएको म चाहिँ। अब हामी त्यहाँ माथि गएर नुहाउँछौँ एकछिन। यस्तो गर्मीमा शीतल पानी चिसो छ, अन्डरग्राउन्डबाट आएको पानी, चिसो पानीमा नुहाउनु पऱ्यो नि त होइन गाइज। ल हामी बल्ल तल्ल है 200 सिडी पार गरेर माथि आइसक्यौँ। यो 200 सिडी छ भन्ने मैले सुनेको थिएँ, कति छ त्यहाँसम्म चाहिँ होला है। बवाल गर्मी छ है साथीहरू। यस्तो गर्मीमा चाहिँ
309 हो ए 309 रहेछ माथिसम्म होला होइन ए ल 309 सिडीमा हामीले यहाँ माथि आइसकेका छौँ है आज लास्टिक गर्ने हामी भयो itu मोर थियो होला ल साथीहरु है यति बेला म चाहिँ यो पोखरामा रहेको पावर हाउसको माथि टपमा छु एकदम पौडी खेल्नलाई एकदम राम्रो ठाउँ छ यहाँ है हजुरहरु पनि पोखराको आसपासमा हुनुहुन्छ भने आउनु होला यस्तो बवाल चिसो पानी छ यहाँ है एकदम रमाइलो छ पौडी खेल्नलाई हामी पनि साथीहरुमा पौडी खेल्न आएको एकदम चिसो छ साथीहरु आउन सक्नुहुन्छ है हजुरहरु पनि हो सर ल प्यारो भाइहरुसँग यहाँ पौडी खेल्नु छ हामी सुनिला आउँछ प्लिज यहाँ प्लिज बवाल छ है यस्तो रमाइलो छ यहाँ यस्तो चिसो पानी यहाँ भित्र मैले अगाडि देखाएको थिएँ तपाईलाई यहाँ अन्डरग्राउन्डबाट आएको पानी हो हैन यस्तो आनन्द छ यो पानी है चिसो नुहाउनलाई यस्तो मजा छ है आउनुहोस् है साथीहरु नुहाउन अहिलेसम्म आउनु भएको छैन भने पोखराको यो टुरिस्ट बस पार्कबाट नजिकै छ यहाँ है त्यहाँबाट बिरौटा आउनुपर्छ बिरौटाबाट एकदम नजिक छ नआउनु भएको साथीहरु आउनु होला है हाम्रो उता सहर चाहिँ नखोलेर नुहाउनु लाग्ने रहेछ है त्यसरी नखोलेर नुहाउनु लाग्ने रहेछ ल डुब्नु त सर डुब्नु त डुब्नु डर लाग्छ नि होला पानीदेखि है यस्तो बवाल छ पानी चाहिँ यहाँ क्लियर हो हामी चाहिँ यहाँ नुहाइधुवाइ कार्यक्रम गरेर है एकदम चिसो पानी एकदम अन्डरग्राउन्डबाट निस्केको पानी रहेछ यहाँनिर अनि हामी नुहाएर अब नुहाइधुवाइ गरेर साथी र म अब हामी कोठातिर लाग्दैछौँ है यस्तो राम्रो ठाउँ तपाईहरु पनि आउनु भएको छैन भने आउनु होला के अरे बिरौटा चोकबाट हल्का तल झरिसकेपछि यस्तो राम्रो ठाउँ आउँछ है एकदम मजाले नुहाइयो आज चाहिँ है आनन्द यस्तो गर्मीमा पानी यस्तो फ्रिजमा हाले जस्तो पानी चिसो है बरफको ढिक्का पनि देखियो होला यस्तो दामी ठाउँ नआएर नुहाउनु पाइयो आज एकदम खुसी लाग्यो अनि साथी यता हुनुहुन्छ है मजा हामी दुईजना नुहाएर अब निस्किसक्यौँ है अब कोठा जानुपर्छ आज ह्याप्पी सटरडे है ह्याप्पी सटरडे ह्याप्पी नै भयो है त मौसम चाहिँ एकदम क्लियर भयो अहिलेसम्म चाहिँ है बिहान पानी पर्न लाग्थ्यो पर्छ कि भन्ने डर थियो परेन है अब माथि लेकहरू काला भइराखेका छन् तर हामी चाहिँ अब आइसकेका छौँ घुम्नबाट नजिक रुम नजिक जाने हो अब आजको भिडियोलाई चाहिँ यति समाप्त गर्नुपर्छ होला है हामी दुईटा मात्रै हो आज शनिबारको दिन यसो घुम्न निस्केको ल अब नेक्स्ट भ्लगमा भेटौँला सबैजनालाई सबैजनाको आउँदा दिनहरू एकदमै सुखद रहन् है त यो फेवा पावर हाउस आउने बाटो कता हो भन्नुहुन्छ भने हजुरहरू ठ्याक्कै बिरौटा चोकमा आउनुभयो भने पावर हाउस जाने बाटो कता हो भनेर एउटा कसैलाई सोध्नुभयो भने सिकाइदिइहाल्नुहुन्छ नजिकै छ हाम्रो यता बिरौटा चोकबाट है त साथीहरु ल अब सी यू नेक्स्ट भ्लग ल सी यू नेक्स्ट हामी अर्को भिडियोमा भेट्नेछौँ है त